हेलो साथीहरू सबैलाई स्वागत छ मेरो च्यानलमा र आज धेरै दिनपछि यसरी भिडियो राखिरहेको छु र आज चाहिँ घरमा मोमो बनाउन लागेको छ। यहाँ हेर्न सक्नुहुन्छ पिठो मुस्दैछु र अब यसको प्रोसेसिङ हजुरहरूलाई देखाउँदै लगौँला। यो अहिले डो बनाउँदैछु अनि आज चाहिँ चिकन मोमो खाने भनेर हामी सबैले सोचेको छौँ चिकन मोमो। यस्तो माथि कौसीतिर पनि गयौँ अनि ड्याडीले चाहिँ एलोभेरा निकालिरहनु भएको रहेछ। हेर्न सक्नुहुन्छ एक बाट निस्किएको छ अनि लगतै हामीले किनमकिमा पनि रेडी गरिसकेको छौँ अनि धेरै भोक पनि लागिसकेको थियो धेरै काम गरेर। अनि हेर्नुहोस् त हामीले बनायो पनि अनि यसरी पाक्दैछ अहिले। अब हामी खाना लागेको एकदम मिठो भएको थियो खाएको मोमो र धन्यवाद छ अन्तिमसम्म भिडियो हेरिदिनु भयो। थ्याङ्क यू फर वाचिङ।